केटा यार कति पढ्ने यार पढी दिमागमा केही बुझ्दैन यार एसीमा अब लास्टमा के खाने आलु त खाने लाने होइन हेरो केटा हो जहाँसम्म लाग्छ यो पढाइ सराइ भन्ने यस्तै हो कि पढिरहेको कति पढ्ने कि घुच्छ दिमागमा कि घुच्छ त्यही त के यार पढेर कामै छैन यसले यो पढ्न लाग्छ यस्तो कति पछि यार फाल्यो अरे यार नयाँ पनि केटा हो नफाल न यार केटाहरू गरिखान्देऊ न डल्लै खास गरेर चोरा होला नि हामी पढ्यो भने उयो नपढ्यो भने उयो 10 बजिसक्यो छ यार यो हामी हाम्रो अहिले बटन भएर के छैन यो मास यो टमलाई यो के बारे तिमीहरू के लाग्छ तिमीहरू यति बेलासम्म नआउने आएर पनि खटाइ गर्न खोज्ने केटा हो के हो कि यस्तो भएन नि यार ल उठ किन ढिलो अब तँलाई भन सर यार बस छुटेर नि यार के गर्नु सकिन्छ बसै छुटेर नि होइन केटा हो बस छुट्यो बस छुटेर यार मेरो रानी सर गर्लफ्रेन्डसँग डेट हान्ने कि पनि अलिकति ढिलो भइहाल्छ कि माफ गर्नुपर्छ के भन्छ आज तैँले गर्लफ्रेन्ड बनाउने टाइममा तेरो हुने साले एसीको एक्जाम छ एसीको एक्जाम आउन लाग्छ पढ राम्रोसँग अस्ति एक्जाममा 0 लिएको तैँले बिर्सिस एसीको एक्जाममा मलाई थाहै छैन यार सर त्यति अलिकति सानो गल्ती हो भने यसो गर्नु त भएन तिमी के कुरा गरे यस्तो भएन नि तिमी राम्रोसँग पढ्ने उमेर हो के बाबु आज केटीसँग डेट बस्ने उमेर होइन के अनि फेरि तँलाई के भयो यसको बस छुट्यो यसको गर्लफ्रेन्डसँग डेटिङ हुँदै थियो तँलाई चाहिँ के भयो ल उठ अरे सर मेरो जुत्ता छिटेर ढिलो पुग्यो यार सर खाना कहिले बिर्सिन्छस् अनि जुत्ता लाउन बिर्सिन्छस् अरे यार सर जुत्ता हराएर नि यस्तो टेन्सन हो नि कस्तो विद्यार्थीको पहिला पर चाहिँ हे हरिराम केही बुद्धि त देऊ यी पशुहरूलाई अनि फेरि अर्को चाहिँ कहाँ आएको कि तिमीहरूसँग बस्ने यहाँवालाको सर होइन साले तँ यहाँ बोल्नु क्या थिइस् किन लुक्या सर अब तपाईँ हान्नु कहाँ मैले यिनीहरूले हानेको छ अहिलेसम्म यिनीहरूलाई सर अब अनि तेरो चाहिँ किन सर मेरो के भयो भने बाउले पैसा मागेको थिएँ तर बाउले खेल्ने पैसा नि होइन अनि स्कुल आएर तँलाई पैसा किन चाहिन्छ सर अब हुन्छ नि अब बाटोमा नास्ता सास्ता खानु पर्यो कहाँ तँलाई क्यान्टिनमा खाजा मिल्छ त होइन सर क्यान्टिनको खाना त्यस्तो बेस्ट हुँदैन नि सर त्यही क्यान्टिनमा खाना बेस्ट हुन्छ भनेर मैले मान्छे राखेको के हो सरी सर अब अर्डर बिग्रेको हुँदैन सर अनि बाबाले पैसा माग्ने सराउने त होइन सर एकचोटि मागेको सर एकचोटि होइन 5000 दिनुहोस् भने तर दिनुहुँदैन तेरो बाबाको नम्बर दे तेरो बाबाको नम्बर दे सर थाहा नम्बर साले हो सर हो सर साथी तेरो आमाको नम्बर दे बाबाको थाहा छैन भने आमाको नम्बर सर के हो सर नम्बरै थाहा छैन सर ए भगवान एउटा न एउटा तेरो घरको आमा को छ सर मेरो दाइ मम्मी बाबा दिदी सबै सर तँलाई दाइको नम्बर त थाहा छ होला दाइको पनि थाहा छ साँच्चै सर ए सर दादी होइन सर कस्तो विद्यार्थीको भन्नामा परेछु ओए केटा तिमीहरू यसको बाबाको यसको घर परिवारको नम्बर कसैले थाहा छ वाट अन्य साथी फोन गर्नु भन्दा पढ्नु जाति अहिले म बिर्छु फोन गर्नु बेलुका राति साले नम्बर त कस्तो दिइरहेछ राम्रोसँग पढ्ने थाहै छैन नम्बरै थाहा छैन
कस्तो नम्बर दिएको त्यसले यो कस्तो नम्बर दिएको भयो इन्डियन नम्बर हो नि सर यो इन्डिया बस्छन् यसको बुवा आमा अनि अब सर गाउँमा त कुरा यसको बाबा आमा कहाँ बस्छ बाबा उनको आमा बुवा घर नै कति टाढा छ सर के थाहा छ सर मलाई धेरै टाढा छ नि हाम्रो घर त त्यसलाई थाहा छ त्यसलाई थाहा छ ले नसुनिने भयो यो ओ थाइल्यान्डतिर बस्छन् सर कहाँ बस्छ रे कहाँ बस्छ थाइल्यान्ड ए भगवान थाइल्यान्ड बस्ने आमा बाबाको छोरो नेपालमा यस्तो यस्तो स्कुलमा पढ्छ पढिहाल्छ नि सर के सर मोटा अघि खाइसक्यो नि सर पनिसमेन्ट भनेको बराबर हुनुपर्छ अनि सर। सबै अनि कलेज स्कुल आउँदाखेरि कति दिन्छ बाटो स्कुल त्यसको लागि सजाय बस छुट्टी हो नि सर म तँलाई प्रिन्सिपल अनि ट्रेनिङ नो कुरा यो त्यसको सर आकाश नै मैले फेरि आज त पढेर छटे जस्तो रे भोलिदेखि कति वर्ष गर्दैन फटाहरू बुक निकाल होमवर्क निकाल साले तेरो बुक खै बुक देखा मेरो इटु सर ल ठिक छ अनि तेरो इटु सर ए फटा फेरि तेरो बुक देखा सर अब साझेहरू सर यो साझे दुइटाको अनि साथीहरु साझेहरू सर हामी अनि अर्को बुक देखा अर्को सर यति हो सर दुबईको यो पनि छ नि सर सर अब हाम्रो अब परिस्थिति पनि त्यस्तो छ कि सर यहाँ तेरो बाबामा थाइल्यान्ड बस्छ अनि अनि तँलाई के परिस्थिति सर अब थाइल्यान्ड सर इन्डिया काला भएको छ सालेहरू राम्रो काम त कहिल्यै गर्दैन कहिले गर्छ कि यो फटाहरूले ल टाइम पनि भइसकेछ केटा भोलि चाहिँ राम्रोसँग होमवर्क गरेर हो आजको क्लास 80 को फटाहरू